रामनवमी पर्व चैते दशैँ मेलाको आज तेस्रो दिन कस्तो रह्यो सर यहाँको परिवेश हेर्दाखेरि आज पानी पनि परिरहेको छ तपाईँहरू खटिरहनु भएको छ हुटिङ पनि देख्न सकिन्छ श्रद्धालु भक्तजनहरूको आज तेस्रो दिनसम्म आइपुग्दाखेरि के छ यहाँको माहौल यो औँसीको दिनदेखि नै हाम्रो यहाँ लगभग भक्तजनहरू आउने चाहिँ सुरु भएको थियो हजुर र हिजो पनि भक्तजनहरू धेरै नै आउनु भएको थियो तर बेलुकी हिजो लगभग 1-2 बजेतिर असिना पानी पऱ्यो असिना पानीमा चुटिएर भक्तजनहरू चाहिँ आउने जाने प्रक्रिया भयो हजुर र हामीले त्यो बेला एसएसपी क्याम्पमा चाहिँ हामीले मान्छे रोकिदिनु भनेपछि लगभग समथिङ 2000 मान्छेहरू त्यहाँ रोकिएको थिए हजुर र त्यो रोकिएको मान्छे उनीहरू पछि छोडिदिएपछि पानी अलिक मन झरिएपछि र आजको दिन अब अहिलेसम्म पनि हामीले केही खाएको पनि छैन किनभनेदेखि अब भक्तजनहरू यहाँ आएर भिड लागेर आइराख्नु भएको छ अहिले पानी परिरहेको छ उहाँको सेवा र लाइन मिलाउने व्यवस्थापनमा चाहिँ हामीलाई चाहिँ हम्मे चाहिँ परिरहेको छ अब हामीसँग जनपदहरू पनि छ उहाँहरू पनि केही अब सहयोग गरिराख्नु भएको छ एसएसपी के अरे हाम्रो एसएसपीहरू पनि बाट पनि के अरे सशस्त्रबाट पनि हुन्छ उहाँहरू पनि तल अब अहिले उहाँहरू हाम्रो सुरक्षाको लागि नै ओतमा बस्नु भएको छ भने हामी चाहिँ देखिराख्नु भएको छ म अध्यक्ष पनि म सेवाको लागि विगतका वर्षहरू अहिलेको वर्षको तुलना गर्दा यो तेस्रो दिनसम्म आइपुग्दाखेरि अघिल्लो वर्ष नि यही रेसमा हुन्थ्यो कि पानी पर्दा समेत यो चापलाई तपाईँले के भन्न चाहनुहुन्छ यो विगतको वर्षभन्दा यो वर्षको चाहिँ दुगुना बढेको हामीले चाहिँ अनुमान गरेका छौँ हजुर अहिलेसम्म पनि यहाँ तपाईँले देखिराख्नु भएको छ भक्तजनको जुन यो भिड भइरहेको छ यो भिडको आधारमा पनि हामीले अहिले समथिङ 12 देखि 15,000 चाहिँ मान्छेहरू यतिखेर उहाँहरू कटिसक्नु भएको छ भने बाँकी रहेका मान्छेहरू अहिले पनि यो बाहिर हाम्रो माथिको फिल्डमा मात्रै पनि 1,000-1,200 मान्छेहरू अहिले पनि यहाँ यो माथिको फिल्डमा हुनुहुन्छ यहाँ पूजाआजा र मेला कहिलेसम्म हो लाग्ने यो लाग्ने भनेको नवमीसम्म हो भन्नाले 13 गतेसम्म यो चाहिँ मेलाहरू लाग्ने हजुर हस् सर थ्याङ्क यू